भ्लगमा चाहिँ तपाईँहरूलाई स्वागत छ हैन। यसो अलिअलि सपोर्ट गरिदिनु होला हैन। तर यो क्यामेराको अगाडि हैन लजाउन थाल्यो भने जिन्दगीमा प्रगति चाहिँ हुँदैन है हैन। ऊ चाहिँ यसको चाहिँ यो माथि राख्ने हो, बस्ने हो, यो माथि चढ्छन् मान्छेहरू हैन। एकचोटि तान्यो भने यो हात्तीले चाहिँ 6 लिटर लिन्छ अरे के पानी, 6 लिटर हैन। अब त्यहाँ पानी आइरहेछ हैन, ऊ त्यहाँनिर अब त्यहाँनिर खाइरहेछ आफै, हेर्नुहोस् ऊ आफै खाइरहेछ क्या। यदि ऊ हुन्छ नि सबै सिकाएको हो क्या यो चाहिँ हैन। किनकि अब सिकाएपछि नै सबै ठोक हुने हो हैन। अब यो सबै जिम्मेवारी सिकाउने जिम्मेवारी चाहिँ हाम्रो यहाँ दाइको हुन्छ। किनकि अब कतिखेर कहाँ, कतिखेर के खाने, कतिखेर पानी खाने, कतिखेर दाना दिने, हरेक चिज चाहिँ उहाँ दाइको हैन। अब हुनु त अब म पनि लजाउँछु हैन, किनकि मलाई पनि त्यस्तो बोली फुटाएको छैन नि त हैन। अलिकति लाइक कमेन्ट सब्सक्राइबर धेरै भएको भए ल मेरो युट्युब च्यानललाई यो छ भन्नुहुन्थ्यो। यसरी बनाइन्छ हात्तीको खाना चाहिँ हैन। हात्ती चाहिँ त्यहाँ बसिरहेछ अनि यो पराल चाहिँ उसको लागि हो, हात्तीको खानाको लागि हैन। यो त अब यो बर्खाभरि पुग्छ होला है दाइ, यति धेरै पुग्छ कि अब यत्रो छ। यसो हेरेर पनि सपोर्ट गरिदिनु होला। आज चाहिँ मैले यसो हात्तीहरूको अनि त्यसपछि यसो बाटोमा जाडो मौसममा यतिकै बसेको टाइममा चाहिँ म निक्लिएर चाहिँ भिडियो बनाइदिरहेको छु हैन। हात्ती पनि हेरियो फाइनली हैन। उसको बारेमा अब हामीले त खासै हेर्ने, फोटो खिच्ने, रमाइलो गर्ने हो हैन। अब हेर्ने, फोटो खिच्ने, रमाइलो गर्नु पनि एउटा ऊ हो नि त, नेचुरल हैन। त्यही भिलेज चाहिँ त्यहाँ छ हैन, होटेल चाहिँ हैन। यो चाहिँ सपना भिलेज स्कुल हो हैन। मेरो पनि एउटा सपना छ तिमीलाई पाउने भनेर भन्न चाहँदैन म, किनकि म तिमीलाई चाहँदैन कि तिमी मेरो होस्, किनकि तिमीले मलाई चिट गरेको छौ। हेर होला एक दिन म पनि तिम्रो अगाडि झुक्ने छु हैन। तिमी झुक्ने छौ मेरो अगाडि, त्यसैले म भन्छु तिमी मेरो सपना हैनौ। गाइस हैन, भाइरल हात्ती ढाडा उम्रेको हैन। हेर चाहिँ बाघमारा हो, एउटा चाहिँ पिच गरेर रहेछ अहिले। त्यो चाहिँ बाघको चित्र छ यहाँनिर देख्न सक्नुहुन्छ हैन। अहिले फेरि उडेर आउनु बेर छैन, त्यसैले हामी भागिहालौँ हैन। यस्तो छ कि जाडो छ कि हैन। सबैजना घरमा बस्नु होला। म चाहिँ जङ्गल डुल्छु, बाटो डुल्छु, लखर हिँड्छु भन्दै हैन। हिँड्नु त पर्यो हैन, अलिअलि भयो भने हिँड्नु त पर्यो। गाइस यतातिर चाहिँ बबाल ठाउँ छ है। यो चाहिँ यो के भन्छ अरे, यो ग्रिन पार्क हो गाइस हैन। म चाहिँ हात्ती हेरेर फर्किसकेँ, अलिअलि यसो भिडियो पनि बनाइसकेँ हैन। हात्तीको बारेमा पनि बुझिसकेँ। दानासाना अब रेडी गर्दै रहेछन् त्यहाँ माउटेहरूले हैन। यो चाहिँ पराल हो, यो सबै हात्तीले खाने पराल हो हैन। किनकि यो बर्खाभरि चाहियो हैन। जङ्गलमा घाँस हुँदैन अहिले, हरियो घाँसपात हुँदैन हैन। लङ त लगिन्छ, अलिअलि लगिन्छ हैन। अब त्यहाँनिर त्यस्तो डाला बोटहरू लिएर मात्रै आउँछ कि, अब त्यस्तो हुँदैन नि त। ओ मामाजी तुम्हारे डंडे संभाल कर रखना, नहीं है तो तुम्हारे घर में झंडे गाड़ने के लिए आ रहा हूँ मैं, झंडे गाड़ने के लिए। यतातिर यसो गाइस तो राम्रो छ गाइस हैन। क्यामेरा भइरहेको एउटा सेल्फी हान्नुहुन्थ्यो हैन। अब यसरी नै स्क्रिनसट गरेर राख्न त पाउँछ हैन। बट अब एउटा गाडी पनि आइरहेछ, फेरि यस्तो स्पिड आइरहेछ यो गाडी हैन। हेर्छ के मान्छेहरूले हेर्छ हैन। तर यो क्यामेराको अगाडि हैन लजाउन थाल्यो भने जिन्दगीमा प्रगति चाहिँ हुँदैन है। यो गाइस हैन, भाइरल हात्ती ढाडा उम्रेको हैन। हेर चाहिँ बाघमारा हो, एउटा चाहिँ पिच गरेर रहेछ अहिले। त्यो चाहिँ बाघको चित्र छ यहाँनिर देख्न सक्नुहुन्छ हैन। अहिले फेरि उडेर आउनु बेर छैन, त्यसैले हामी भागिहालौँ हैन। यस्तो छ कि जाडो छ कि हैन। सबैजना घरमा बस्नु होला। म चाहिँ जङ्गल डुल्छु, बाटो डुल्छु, लखर हिँड्छु भन्दै हैन। हिँड्नु त पर्यो हैन, अलिअलि भयो भने हिँड्नु त पर्यो। गाइस यतातिर चाहिँ बबाल ठाउँ छ है। यो चाहिँ यो के भन्छ अरे, यो ग्रिन पार्क। यो चाहिँ हैन, यो हात्ती आउँछ क्या, यो जङ्गली हात्ती आउँछ उठाबाट। त्यसैले यो चाहिँ यो अहिले चाहिँ यस्तो बार लगाइदिएको रहेछ हैन। पहिला चाहिँ थिएन हैन, अहिले चाहिँ बबाल बनाइदिएको छ। अनि जङ्गली हात्ती पनि फेरि यस बेला आउँछ क्या, धेरै आउँछ नि त हैन। अहिले कस्तो भने फेरि टोपी पनि बाँगिराखे, ए खुल्दैन यार हैन। यस्तो जङ्गली हात्तीको लास्ट डर हुन्छ क्या यतातिर चाहिँ हैन। मेरो चाहिँ गाइस हैन, यो टोपी सिधा गर्ने समय पनि भएन हैन। बाफ्रे कति चेन्ज भएको यार यतातिर। हात्ती छ हैन, हात्ती हेर्नु दिन्छ कि दिँदैन म चाहिँ सोध्छु है त। जाम हैन भाइ, हात्ती हेर्न मिल्छ? यहाँ चाहिँ हात्ती हेर्न आइरहेको छु म चाहिँ। अनि त्यहाँ बाँडेको छ। जङ्गल जाने समय भएन दाइ अहिले कि लग्दैन अचेल? हो भर्खरै यो चाहिँ उसको हात्तीको खाना होइन दाइ? ए ल, यो हात्तीको चाहिँ यसरी बनाइन्छ गाई।